जय मसीह, नमस्ते सबैजनालाई। हामीले बाइबलमा प्रशस्तसँगले प्रेमको बारेमा पढ्न पाउँछौँ अनि बाइबल नै प्रेम पत्र हो हामी जान्दछौँ। अनि तपाईँ र मलाई चाहिँ उहाँको प्रेमको अनुसरण गर्नको निम्ति आज्ञा दिनुभएको छ है। अनि जब हामीले दोस्रो यूहन्ना 1:6 पढ्छौँ भने उहाँको आज्ञा बमोजिम हिँड्नु नै प्रेम हो भनेर उहाँले भन्नुभएको छ। अनि तिमीहरूले सुरुदेखि नै सुनेका आज्ञा यही हो कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ भनेर चाहिँ उहाँले भन्नुभएको छ। अनि उहाँको प्रेमको अनुसरण चाहिँ तपाईँ र मैले चाहिँ तब गर्न सक्दछौँ, उहाँको प्रेमको अनुसरण चाहिँ तपाईँ र मैले त्यो समयमा चाहिँ पूरा गर्न सक्दछौँ जब चाहिँ तपाईँ र मैले चाहिँ परमेश्वरको महान र प्रथम आज्ञा भन्न पहिलो आज्ञालाई चाहिँ पालन गरेका छौँ। जब तपाईँ र मैले उहाँको आज्ञा सारा हृदयले, सारा प्राणले र सारा समझले उहाँलाई प्रेम गरेको छौँ भने मात्र उहाँको आज्ञा बमोजिम तपाईँ र म हिँड्न सक्छौँ अनि उहाँको प्रेमलाई अनुसरण गर्न सक्छौँ। त्यो अन्धकारमा होस् या गुप्तमा होस् है, अगाडि होस् या पछाडि होस्, भिडमा होस् या एकान्तमा होस्, कष्टमा होस् या समस्यामा होस्, उनीहरूको भनाइमा होस्, उनीहरूको बतखुवाइमा होस्, यदि तपाईँ र मैले चाहिँ परमेश्वरको महान आज्ञालाई पहिलो आज्ञालाई पालन गरेको छौँ भने तपाईँ र मेरो प्रेम चाहिँ ईश्वरीय प्रेम हुन्छ। अनि त्यो ईश्वरीय प्रेम चाहिँ कहिले पनि अन्त्य हुँदैन। स्वार्थी प्रेम, बनावटी प्रेम, देखावटी प्रेम हैन मात्रै अन्त हुन्छ। त्यसै कारणले तपाईँ र म चाहिँ है दोस्रो यूहन्ना 1:6 जस्तो उहाँको आज्ञा बमोजिम हिँड्नको निम्ति चाहिँ उहाँको प्रेम धारण गरौँ। अनि उहाँको प्रेम धारण गर्नको निम्ति चाहिँ सबैभन्दा पहिले चाहिँ उहाँको महान र प्रथम आज्ञालाई पालन गरौँ। जब उहाँको महान र प्रथम आज्ञालाई पालन गर्छौँ भने मात्रै दोस्रो आज्ञालाई, आफ्नो छिमेकीलाई, आफूलाई चाहिँ प्रेम गर्न सक्छौँ। बनावटी र देखावटी होइन, ईश्वरीय प्रेम। पवित्र आत्माले हामी सबैजनालाई बनावटी र देखावटी प्रेम होइन, ईश्वरीय प्रेम गर्नलाई सहायता गर्नु भएको होस्। जय मसीह।